आदरणीय दर्शकबिन यो मिनी ढोरपाटन सुर्ला गण्डकी नगरपालिकामा पर्ने यो मिनी ढोरपाटन जानको लागि यो बाटो हुँदै यसरी जान सकिन्छ भने जब मिनी ढोरपाटन नजिक हामी आउँछौँ तब हामीले यहाँ गण्डकी प्रदेश सरकारले निर्माण गरेको क्याङ्दी खोला पुल जुन पुलको लम्बाइ चाहिँ 50 मिटर रहेको छ भने स्पान चाहिँ सङ्ख्या 2 रहेको छ र यो पुल तरेर हामी यसरी पुल तरिसकेपछि पुल तरेर सकिने बित्तिकै त्यहाँबाट झरेर हामी यो खोलालाई चाहिँ हामीले यहाँका स्थानीयसँग बुझ्दाखेरिमा यसलाई क्याङ्दी खोला भनेर भनिँदो रहेछ र यो क्याङ्दी खोला बर्खामा धेरैभन्दा धेरै बढेर आउँदो रहेछ हैन र यहाँ चाहिँ एकदमै यहाँका अर्ग्यानिक माछा पनि पाइने रहेछ तर यहाँ माछा मार्नको लागि चाहिँ करेन्ट हान्न नपाइने विषादी प्रयोग गर्न नपाइने तर खोला थुन्छेक गरेर एउटा साधारणतयाले माछा मारेर चाहिँ आफूले चाहिँ जीविकोपार्जन गर्न सकिने रहेछ अथवा माछा पालन गर्न माछा मार्न चाहिँ सकिँदो रहेछ र यही खोलाबाट यही क्याङ्दी खोलाको पुल तरेर नै हामी यसरी जान्छौँ। हेर्नुहोस् त आदरणीय दर्शकबिन कति धेरै हुन्छ यहाँ देख्नुभएका सबै दर्शकहरू यानि व्यक्तिहरू चाहिँ त्यही मिनी ढोरपाटन अवलोकन गरेर आउनुभएको छ र यही खोला तरेर सुन्दर रमणीय वातावरणमा हामी रमाउँदै मिनी ढोरपाटन जान सक्छौँ र उहाँ पारि देखेको नै मिनी ढोरपाटन हो। त्यहाँभन्दा उता अझै रमाइलो छ हामी यो दृश्य तपाईँलाई देखाइरहेका छौँ। त्यहाँ गयो भने पक्कै पनि एउटा भिन्दै रमाइलो आनन्दको महसुस हुने गर्छ। हेलो गाइज, यति बेला हामी तनहुँ सुर्ला गण्डकी नगरपालिका मा आएका छौँ र यो चाहिँ वास्तवमा ढोरपाटनको मिनी ढोरपाटन भनेर चिनिने रहेछ र हामी यहाँ चाहिँ घुम्न आएका छौँ। साँच्चै नै हेर्नुपर्दा ढोरपाटन जत्तिकै मनोरम दृश्य यहाँ देखिएको रहेछ त्यही दृश्यहरू हामी तपाईँलाई देखाउन गइरहेका छौँ। विभिन्न ठाउँबाट पर्यटनहरू घुम्नको लागि चाहिँ यहाँ आउनुहुने रहेछ। यो दृश्य मैले तपाईँलाई देखाइराखेको छु गाइज, तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँ पनि यहाँ घुम्न आउन सक्नुहुन्छ। जसका लागि तपाईँ यहाँ घुम्न आउनको लागि पोखरादेखि आउँदै हुनुहुन्छ भने भिमाद चोकमा आएर लगभग 3 किलोमिटर पार गरिसकेपछि तपाईँ त्यहाँबाट चाहिँ फेरि एउटा क्याङ्दी खोलाको पुल तरिसकेपछि तपाईँ त्यहाँबाट 7 किलोमिटरको दूरी पार गरेर आउनुभयो भने तपाईँ यो ठाउँमा आइपुग्न सक्नुहुन्छ। यहाँ यी बाबु नानीहरू मजाले रमाइरहेका छन्, फुटबल खेलिरहेका छन्। दृश्य एकदमै मनोरम छ, आनन्द र रमणीय दृश्य चाहिँ हामी तपाईँलाई देखाइरहेका छौँ। बजारबाट केही भित्र गाउँको यो परिवेश, गाउँको यो भागमा, गाउँको यो ठाउँमा एउटा रमाइलो दृश्य रहेको छ। वरिपरि मैले तपाईँलाई देखाइरहेको छु। यहाँ धेरैभन्दा धेरै पर्यटकहरू पछिल्लो क्रममा यहाँ घुम्न आउनु हुने रहेछ। त्यही कुरा नै हामीले थाहा पाएर हामी पनि एकपटक जाउँ न त्यो ठाउँमा कस्तो रहेछ हेरौँ भनेर यति बेला हामी यहाँ आइसकेका छौँ र यो दृश्य मैले तपाईँलाई कैद गरेर देखाइरहेको छु। तपाईँ अन्तिमसम्म हेर्दै गर्नुहोला, हामी तपाईँलाई यस्तै दृश्यहरू देखाउने नै छौँ। हेलो गाइज, हामी यो मिनी ढोरपाटन आइसकेका छौँ र यहाँ विभिन्न ठाउँबाट भेडा बाख्रा हैन, गाई भैँसी गोरु लगायत जनावरहरू चरनको लागि पनि यहाँ लिएर आउनुहुने रहेछ। उहाँ पारि बस्ती छ, म तपाईँलाई देखाउन गइरहेको छु। त्यहाँ बस्ती, रमाइलो बस्ती छ। यता पनि बस्ती छ, यी तपाईँलाई देखाइरहेको छु भने वरिपरि डाँडा काँडा भए तापनि बस्तीले भरिभराउ यो रमाइलो रमणीय दृश्य मैले तपाईँलाई देखाएको छु। पारि रमाइलो बस्ती छ। यहाँ सबैजना घुम्न आउनुभएको पनि हामीले पाएका छौँ र साँच्चैकै यो हेर्नुपर्दा
मिनी ढोरपाटन हो भनेर सबैले आँकडा गरेको विश्वास गरेको ठाउँ पनि हो र यही दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। मसँग यहाँ साना बाबु नानीहरू यहाँ आइराख्नु भएको छ र मलाई चाहिँ ढोरपाटन यता हो ल जाउँ भनेर चाहिँ मलाई लिएर आउनु भएको छ होइन। हाम्रो गाइज हुनुहुन्छ। के छ, के भन्नुहुन्छ? के बाबु? साहिल। अनि तिम्रो घर कता हो? यहीँ डुडे हो। अनि यो ठाउँलाई के भन्छन् खास? के भन्छन् बाबु यो ठाउँलाई? अनि यहाँ घुम्न मान्छेहरू आइरहेको छन्? बाहिरको नै आउँछन् कि गाउँको मात्र आउँछन्? बाहिरको नै आउँछन्। दिनदिनै हो? धेरै जस्तो आइरहेको छन्। अनि तिमी पनि आउँछौ? त्यसो रमाइलो लाग्छ यहाँ आउँदा? तिमी एक्लै घुम्न आउँछौ कि साथीहरूसँग? साथीहरूसँग आउँछौ है। ल यो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ, तपाईँले पनि हेर्न सक्नुहुन्छ होइन। विभिन्न ठाउँबाट धेरैभन्दा धेरै कति रमाइलो आहा हेर्नु त, सुन्दर शान्त होइन, विशाल कति रमाइलो ठाउँ छ। तपाईँ पनि एकचोटि घुम्न आउनुहोला भन्दै तपाईँ हामीलाई अन्तिमसम्म हेर्नुहोला है त। हाम्रो साथी भान्जा पनि हुनुहुन्छ। भान्जा पनि यहाँ फाइनली स्कुलहरू लिएर आइसक्नु। ल